देउरीले के भन्छ कहाँबाट आएको तपाईँलाई स्वागत गरेको छु भनेर भन्छ अरे के हाम्रो त्यसोमा यता हेर दुई ल अब हाम्रो देउलाले के गरेको हेर्छु म फुस्किने गाँठ है फुस्किने भन्नु ल तपाईँले अब के ल देउले लाभ देउलाले झुन्डा दिनु अलिक माथि ट्यापाइ अझै सुकाउने बनाउने अब तपाईले के दिनुहुन्छ सिमलाइन अलि अब अलि त आइदिनु न ताली 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 खोल्न खोल्न ओडा न अलि ढल्का त यस्तो अलि छोड्का छाता मार्नुपर्छ छाता मार्नु ए मार्नु चाहिँ अब मेरो त लुगा भिडियो देवा 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 अलि यता आउनु न लुकन आउँदैछ त्यहाँ बस्नु न
जीवनको सबभन्दा सर्वोत्तम उपहार हो। हामीलाई सृष्टिले दिएको, हाम्रो भगवानहरूले हामीलाई चाहिँ प्रदान दिएको आज यो चाहिँ आफ्नो सुशील धर्मपत्नी बनाउने यो ठुलो अवसर, त्यसमा पनि सिन्दुरको महत्त्व, पोतेको महत्त्व भनेको हामी कुनै पनि फिल्मको कलाकार जस्तो होइन, यो जीवन्त हो। पछिसम्म मृत्यु मरणदेखि पनि पछि नात पलात हाम्रो शाखा सन्तानसम्म चाहिँ फलानाको नाति, फलानाको नातिनी, फलानाको बाजे, फलानाको चाहिँ बोजू भनेर चिनिने एउटा माध्यम पनि हो। र त्यसमा चाहिँ अब कसै कुनै पनि तुम्बिया देवीले पनि तल नयाँ खोला बासाले, तमुर बासाले पनि माई खोला कुनैले पनि नदियोस् र हाम्रो भइरहेको हाम्रो नाति नातिनीको विवाह के अरे जोडीहरू सधैँ युगसम्म रहोस्। कुनै पनि दोष, कुनै पनि त्यहाँनिर चाहिँ तोकहरू नलागोस् भन्दै आज हाम्रो बेहुलालाई उठेर सिन्दुर पहिला ग्रहण गरिदिनु र यहाँ हाम्रो नानीहरूले सहयोग पनि गरिदिने। यसो छोपेको हुन्थ्यो कोही कता सम्हाल्ने बेला हो। अलिकति एउटा त्यही बोर्कीले भए पनि हुन्छ। यहाँ पछाडि माइतीहरूले नहेर है नानी हो। माइतीहरूले हेर्नु हुँदैन, माइतीहरूले हेर्नु त्यसो गर्नेछ। अनि यसो अब अघि नै गर्नु पर्थ्यो। अब त्यहाँदेखि फेरि भएर छोप्नु नि, त्यहाँनिर चाहिँ बोक्सी टाई लाग्छ। त्योभन्दा भित्र हुन्छ यहाँभित्र छैन बाहिर पन्साउने
बेहुली अब हातमा काटेर छोरीले साटेको गोजी कता कता छ है हामी त कागज गाह्रो छ नि
तिरेपाती फुल चाहिँ बाहिर ल्याउनु खाइहाल्नु हुँदैन होइन को कति आयो हाम्रो तपाईँहरू जतिकै सम्मान पाउनु तपाईँहरू जतिकै अधिकार पाउनु र संस्कार पनि पाउनु र कान्छाको कान्छी यता उठा बहिनी र भाइ आउनु त्यहाँ अनि आमल ढोकिदिनु त माता र पिता पिता है नाता भन्नु त्यहाँ
तपाईँ म त उद्योग चाहिँ गर्छु कि छोरीको हात समात्नुहोस् तपाईँ दुईजनाले आमा र बाबुले जोइ हात थाप्नु जोइको जिम्मा लगाउनु भोलिको लागि डेमा ए चिङ्गे देवा कहाँ आउनुहुन्छ भन्दै हेर्दै सुता हो जन्महरू सबैजना आउनु सबै अलिकति अगाडि 100 लाख दिनु नि अलिकति तिमीहरू अलिकति अगाडि कोपाको छेउमा बस्नु कोपाको छेउमा यो भन्ने कुरा भनौँ न यो भित्र बसेको कुनै हाम्रो एकछिन बक्साउनु पऱ्यो नि यताबाट जाँदाखेरि चिटफन्डको फेरि त्यसलाई गरेर फेरि चिटफन्डको त्यहाँदेखि चाहिँ बसेर पाउने मेनमा नि मान्छे मोको पनि सबै चिन्दै बस्नु ल एकछिनमा मैले ओबिसी पनि अब सबै हाम्रो घुम्नु न घुम्नु एकछिनमा बार्छ भाउजू पानी ल्याउ न पानी अब यता 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 हिँड 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 न हिँड 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 न हिँड न
काटिसक्यो देवा हात धुदै गर्नु न तपाईँ डेमा पनि धुदै गर्नु मम्मी अब तपाईँ पनि रेडी डेमा तपाईँले डेमा आउनु अब तपाईँ लाइन लाइन त्यति भए हुन्छ अलिअलि गर्नु नि त्यो छोड्दै त्यो उको होला बाहिरको ए त्यो निकालिदिनु तपाईँको टप पनि निकाल्नु न आन्टी साँच लाउनु भएको छ आन्टी त्यो त्यही निकाल्नु न सबै निकाल्नु टाउकै निकाल्नु क्या हो त्यही निकाल्नु
अब डेमा आउनु सक्यो कन्ट्याक्टमै छैन यो नानाहरूसँग त भेट्दैन त्यही बाटोघाटोमा के भन्यो होइन त्यस्तो नराम्रो सकिएको त्यो उनीहरू के धुमा भइगयो कि आफू जाँदा मात्रै नौकै नै बजार एरियामा बसेपछि गाउँको जस्तो हुँदैन क्या आफ्नो आफ्नो पारामा हुन्छ आफ्नो आफ्नो टाइममा काम गर्छ यसले दुःखेमा र तपाईँ केही खबर पायो भने मात्रै हो अलिक खुसी तेलले आउँदा सरले बदल त्यो सक्छ किचन साधु भन्छ किचन मलाई मात्रै मलाई मात्रै भेट्न आउने रहेछ अनि तिमीलाई भेट्नु आउँछ अरे हौ निस्कनु परेन ए झऱ्यो मम्मी झन् टोली अनि कता कता खोली भने टोली अरे चामल सकिएको हेरिदिने हो अब अब यो त फुल ढोका होला अब साइन्टिक आमा